नमस्कार। सामाजिक विकृति विरुद्ध निरन्तर खबरदारी, सत्यको नजिक पुगेर वास्तविकता खोतल्ने हाम्रो प्रयास कार्यक्रम निगरानीमा स्वागत छ। म पुण्य प्रसाद धमला। दर्शकवृन्द, नेपाल प्राकृतिक सुन्दरताको भूबनोट र हावापानीका हिसाबले विश्वकै उत्कृष्ट मध्येको एक देश। यहाँ घुम्न, रमाउन अनि आनन्दको अनुभव लिन विश्वभरका पर्यटकहरू लालायित हुन्छन्। तर हामीले प्रकृतिले दिएको हाम्रो सुन्दरतालाई नै सदुपयोग गर्न सकेका छैनौँ। अथाह सम्भावना, स्रोत साधन, प्राकृतिक सम्पदाको भण्डारमा बाँचिरहेका हामी आजकल छिटो छरितो माध्यमबाटै कसरी धनी बन्ने भन्ने सपनामा हराइरहेका छौँ। यहाँ कमाउ राजकै लागि अपराधमाथि राजनीतिकरण चल्छ। राजनीतिलाई अपराधीकरण गरिँदैछ। नक्कली भुटानी शरणार्थी प्रकरण नै यसको पछिल्लो एक ज्वलन्त उदाहरण बनेको छ। यहाँ राजनीति देश र जनतामा खुसी अनि समृद्धिको बहार छर्न होइन, कसरी कमाउने, 3 पुस्ताका लागि जमाउने भन्ने उद्देश्यका लागि गरिन्छ। ठग, फटाहा, बिचौलिया आर्थिक हैसियतका कारण नेताका प्यारा बन्छन्। कर छलीदेखि आम नागरिकमाथि महँगीको मार थोपरेर लुट्ने व्यापारीहरू नेताका प्यारा बन्छन्। यस्तै व्यापारीका लागि कोटा नै छुट्याएर सांसद पद समेत लिलामीमा राखिन्छ अनि जनप्रतिनिधि बन्दै देश र जनताको हित नभई आफ्नो र आफन्त आसेपासेको हितको प्रपञ्च रचिन्छ। यहाँ हुँदा खाने अनि गरी खानेहरूलाई करको भारसँगै महँगीको मारमा पिल्छाएर हुने खानेहरूको हित बढी सोचिँदो रहेछ। यसैले पनि होला पशुपति शर्माको लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा पाइँदैन, नेपालमै छ छुट भन्ने गीत धेरै नेपाली नागरिकले गुनगुनाइरहेका छन् र वास्तविकता यस्तै रहेछ भनी पनि रहेका छन्। यस्तै साँठगाँठ र सम्बन्धका कारण बेरोजगारीको मारमा पिल्सिएका हजारौं नेपालीहरू ठग फटाबाट लुटिँदा समेत राज्यबाट न्याय नपाएको गुनासो गर्नुपर्ने अवस्थामा छन्। वन्यजन्तुको छाला, हिरा चोरीदेखि मानव तस्करीको योजना मार्फत करोडौं कुम्ल्याएर ठगीको पैसाले सिङ्गापुरमा मस्ती गरिरहेका 22 वर्षीय नेपाली नटवरलालको अपराध कथामा केन्द्रित हुनेछ आजको निगरानी। कान्छो पत्रकारको सो घोषणासँगै चर्चा र फन्डामा रमाएका 22 वर्षीय सुजन आचार्यले कुनै बेला 90 घण्टा लामो टकसो मार्फत गिनिज वर्ल्ड रेकर्डमा आफूलाई दर्ता गराउने सुन्दर सपना सुनाएका थिए। यो अभियानकै नाममा सहयोग जुटाउन सुरु गरेका उनै सुजन वन्यजन्तुको छाला तस्करी, हिरा चोरी, अश्लील भिडियो सार्वजनिक गरिदिने बहानामा करोडौंको बार्गेनिङदेखि सिङ्गापुर लैजाने भन्दै 70 बढी युवासँग 10 करोड हाराहारी ठगी गरेर कुख्यात ठगका रूपमा चर्चामा छन्। ठगी र अनेकौं धोकाधडीका कारण उनी पछिल्लो समयमा त 22 वर्षीय नेपाली नटवरलालका रूपमा कुख्यात बन्दै आएका छन्। हिरा चोरीदेखि मानव तस्करी र बार्गेनिङसम्म कान्छो पत्रकारको आवरणमा अनौठो ठगी धन्दा। आफूलाई कान्छो पत्रकार भएको दाबी गर्दै हिँड्ने नेपालमा विभिन्न कम्पनीको मालिक, सिङ्गापुरको चर्चित 5 तारे होटल भिलान्द्रोको शेयर होल्डर भएको दाबी गर्दै हिँड्ने 22 वर्षीय युवा सुजन आचार्यको यति बेला नेपालमा व्यापक खोजी भइरहेको छ। उनका साथीभाइ, आफन्त र व्यावसायिक साझेदारीले होइन, 70 जना युवाको 10 करोड हाराहारी ठगी गरेर सिङ्गापुरमा मस्ती गरिरहेका उनको नेपाल प्रहरले खोजी थालेको छ। ठगीको बारे जेठको पहिलो साता नै वैदेशिक रोजगार विभागमा उजुरी गरेका पीडितहरू अहिलेसम्म सुजन र ठगीमा संलग्न उनकी प्रेमिका बिनु साक्यलाई पक्राउ नगरिएको गुनासो गरिरहेका छन्। हैन, यो मान्छेलाई जसरी पनि समातेर ल्याउनु पर्यो, सबैले पहल गरिदिनु पर्यो। हैन, आज हामी पीडित छौँ, अरूलाई ठगिरहेको छ यो मान्छेले। हैन, हजुरले देख्दा पनि यहाँ 40 जना देख्नु भयो। हाम्रो त ल परिवारसम्म हेरिभयो नि त 4-5 जना 4-5 20 200 जना त हामी रोएर बसिरहेको छौँ नि त। एउटा घरको 5 जना त रोएर बसिरहेको छौँ नि त हामी सबैजना। हैन, हो हजुरहरूले चाहिँ यो मान्छेलाई अब कसरी हुन्छ, हैन, बिनु साके सुजन आचार्य, हैन, यो मान्छेलाई चाहिँ कसरी हुन्छ यहाँ ल्याउनु पर्यो। हैन, एउटा दबाब दिनु पर्यो। यो त हाम्रो लागि मात्र 40 जना मात्रै होइन कि भोलिको दिन 4000 को लागि घातक बन्ने एउटा मान्छे हो कि यो भनेको। 16 वर्षदेखि नै ठगी र धोकाधडीका अपराधमा सक्रिय सुजनले अपराध दुनियाँमा कुख्याति कमाएका नटवरलाल अर्थात् मिथिलेश कुमार श्रीवास्तवकै पदचाप पछ्याएको देखिन्छ। तत्कालीन भारतीय राष्ट्रपतिको कृत्य हस्ताक्षर गरेर नटवरलालले
भारतको चर्चित ऐतिहासिक ताजमहल तथा प्राचीन स्मारक, संसद भवन र राष्ट्रपति भवन बारम्बार बेचेर पैसा कुम्ल्याएका थिए। सन् 1970, 80 र 90 को दशकमा नटवरलालको नाम पुरै भारतमा कुख्यात बने जस्तै शैलीमा उदयपुर घर भएका सुजनले चोरी, ठगी र जाल साझी लगायतका दर्जनौं धोखाधडीका अपराध गरेका छन्, त्यो पनि 22 वर्षीय नौजवान उमेरमै। कहिले पुलिस त कहिले पत्रकारको भेषमा अपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका उनले हिरा चोरी, अश्लील भिडियोमा करोडौं बार्गेनिङ अनि सिङ्गापुरमा होटलमा जागिर लगाइदिने भन्दै मानव तस्करीकै शैलीमा 10 करोड कुम्ल्याएका छन्। सुजन यति बेला फरार छन्। आफू सिङ्गापुर स्थित यस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भन्दै हिँड्ने सुजन केही समय अघिसम्म ठगेरै गाडी चढ्दै हिँड्थे। सर्वसाधारणलाई विश्वासमा लिन भाडामा बााउन्सर समेत साथमा लिएर रवाब देखाउँथे। उनले सिङ्गापुरका बैंकमा लाखौं बचत भएको र केही रेस्टुरेन्ट समेत किन्न लागेको भन्दै नेपाली युवाहरूलाई प्रभावित पारेका थिए। सिङ्गापुरमा महिनाको 3000 सिङ्गापुर डलर अर्थात् 2,93,000 नेपाली रुपियाँदेखि 4800 सिङ्गापुर डलर अर्थात् 4,70,000 रुपियाँसम्म कमाइ हुने भन्दै प्रलोभनमा पारेर 2079 सालको सुरुवातदेखि नै प्रति व्यक्ति 3 लाखदेखि 20 लाख रुपियाँसम्म असुल्न थालेका थिए। सुजन र उनको गिरोहबाट 70 जना बढी ठगिएका भए पनि 39 जना सङ्गठित भएर कानुनी लडाइँमा आएका छन्। यो विवरण हेरौँ। यसरी ठगीमा सक्रिय उनले युवाहरूलाई प्रभावित पार्न भारतीय प्रधानमन्त्री मोदीदेखि अमेरिकी राष्ट्रपति बाइडेनसम्मकै बसेको फेक फोटोको सहारा लिए। कहिले पुलिस त कहिले पत्रकारको भेषमा आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका सुजनले नेपाली नेतादेखि प्रहरी व्यापारीसँग बसेको फोटो सामाजिक सञ्जालमा राखेर त कहिले यस्तो फोटो मार्फत आफ्नो उच्च पदस्थ सम्बन्ध र साटगाँठ रहेको भ्रम छर्ने काम गरेका थिए। यो हेरौँ। आफूलाई ठुलो व्यापारीको रूपमा चिनाउने भ्रम छरेका उनले विभिन्न नक्कली कम्पनीको सहारा लिए। 1 वर्षमै 10 करोड रुपियाँ ठगेर फरार भएका उनी विरुद्ध गत वैशाख 7 गते पक्राउ पूर्ति जारी भएपछि भने भागेर सिङ्गापुर पुगेका थिए। उनी अहिले उतै ठगेको पैसामा मोज मस्ती गरिरहेका छन्। ठगीमा संलग्न प्रेमिका बिनु साक्यसहित सुजन हाल सिङ्गापुरमा छन्। उनका भाइ नाता पर्ने सृजन निरौलालाई पक्राउ गरे पनि प्रहरीले सुजन र बिनुलाई नेपाल ल्याउन नसकेको भन्दै पीडितले वैदेशिक रोजगार विभाग, प्रहरीसँगै सरकारसँग समेत साटगाँठको आशंका सहित गुनासो गरिरहेका छन्। अब सेटिङ गरेर हाम्रो उसलाई नसमातेको हो कि नभए समातेर त ल्याउनु पर्यो। होइन, सुजन आचार्य भन्ने नेपाल सरकार अथवा नेपाल प्रहरी को हो त्यो? किनकि उसलाई हामीले नेपाल सरकारमा पनि तपाईँको वैदेशिक रोजगारमा निबन्धन दिँदै इन्टरपोलमै लक गर्दा गर्दै होइन, एयरपोर्टमा लक गर्दा गर्दै उसले चाहिँ नपक्रिने सेटिङमै काम गर्ने एउटा हामी भनौँ एउटा दुखी गरिब जनता पूर्जी जारी गर्दा गर्दै कसरी छिर्यो त त्यो मान्छे एयरपोर्ट? त्यो चाहिँ गर्न मिल्ने। अनि नेपाल प्रहरी जबकि उसको पढ्नुपर्छ आइसिएछ एयरपोर्टबाट कसरी छिर्यो त? नेपाल प्रहरीले उसको को हो त्यो नेपाल प्रहरी? उनीहरूले त्यो नेपाल प्रहरी एउटा नेपालको प्रहरीले त मलाई हल्लाउन सक्दैन भनेपछि नेपाल प्रहरीले त के हेरेर बसेको छ त? उच्च पदस्थसँग सम्बन्ध र साटगाँठ रहेको भ्रम छरेर ठगी गर्ने योजना सफल पार्न सुजनले कतिपय मिडियामा पुगेर कर्मचारी बन्ने प्रयास समेत गरे। पत्रकारकै भेषमा उच्च पदस्थसँग नजिकिन र फोटो खिच्न पाइन्छ भन्ने चतुर्याइकै कारण उनी आफैले आफूलाई नेपालको कान्छो पत्रकार रहेको दाबी गर्थे। सामाजिक सञ्जालमा लेख्थे, लेख्न लगाउँथे। 2058 सालमा उदयपुरको त्रियुगामा जन्मिएका उनले 16 वर्षको उमेरदेखि नै ठगी सुरुवात गरेको पाइएको छ। काठमाडौँ आएर नेपालकै कान्छो पत्रकार दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका उनले निरन्तर 90 घण्टा भन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर गिनिज वर्ल्ड रेकर्ड्स कायम गर्ने भन्दै पत्रकार सम्मेलन नै गरे। कार्यक्रमको तयारीका नाममा कैयौंसँग पैसा नै उठाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले 2070 सालमा निरन्तर 62 घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर गिनिज वर्ल्ड रेकर्डमा लेखाएको नाम आफ्नो नाममा दर्ज गर्ने सुजनको केवल बहाना मात्रै थियो। मिडियाको पहुँचको दुरुपयोग गर्दै ठगी गरेको पाइएपछि केही टेलिभिजनले उनलाई कामबाट निकाले, तर उनको ठगी यात्रा झन बाँधियो। 2076 मङ्सिरमा आफूहरू पत्रकार भएको दाबी गर्ने 2 जना वन्य जन्तुको तस्करी गरेको अभियोगमा थुनामा पुग्दा उनीहरूले सुजन आचार्यको गाडी प्रयोग गरेको बयान दिए पनि प्रहरीले ती सामग्री कुन प्रतिवादी मध्ये कसको साथबाट कुन चिज बरामद भएको भनी यकिन नगरी बरामद मुचुल्का बनाएका कारण उनी जेल पुग्नबाट जोगिएका थिए। 2076 चैत 9 गते हिरा लुटेर भाग्दै केही साथी र 1 जना प्रहरी सहित सुजन पक्राउ परे, तर उनी छुट्न सफल भए। 1 वर्ष अघि जेठको दोस्रो साता कुख्यात ठग सुजन फेरि पक्राउ परे। एक मोडलको अश्लील भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै 7 करोड रुपियाँको बार्गेनिङ गरेको धम्क्याएको आरोपमा सुजन सहित 7 जना पक्राउ परेका थिए। धरौटीमा छुटेका उनले तारिकमा अदालत जाँदा बाउन्सर लिएर रवा समेत देखाएका थिए। अहिले श्रृङ्खलाबद्ध ठगीमा लागेका उनै महाठगलाई प्रहरीले खोजिरहेको छ। चर्चित पत्रकार ऋषि धमलालाई भिनाजु भन्ने सुजनले एलिजा गौतमसँग टीका लगाएको नाटक गरेर समेत युवाहरूमाथि केही समय ठगी गरे। ठगीको अद्भुत कला भएका सुजनले तामझाम सहित कथित कम्पनी उद्घाटन गर्नेदेखि मन्त्री बोलाएर तारे होटेलमा आफ्नो जन्मदिनको केक काट्नेसम्मको रबाब देखाए। दलका ठुला नेता र प्रहरीसँगको फोटो देखाउँदै सर्वसाधारणलाई विश्वासमा लिएका सुजनको ठगीको साँठगाँठ ठुला बडासम्मै भएकोले पक्राउमा आल्टाल्ता गरिएको होइन। करोडौं फसेका पीडितहरू यस्तै आशंका सहित गुनासो गरिरहेका छन्। उच्च पदस्थसँग फोटो सेसन। सम्बन्धको भ्रम छरेर ठग्ने काम। उदयपुरको गाउँबाट काठमाडौँ छिरेसँगै पलाएको महत्वाकांक्षाले सुजनलाई महाठग बनायो। उनलाई केही उस्तै सोच भएका साथीभाइले साथ पनि दिए। अहिले सञ्चार क्षेत्रमा जम्छु र केही गर्छु भन्ने सपना देख्ने उनै सुजन कुख्यात ठगका रूपमा प्रहरीको खोजी सूचीमा छन्। अब पालो विश्रामको। विश्रामपछि वैदेशिक रोजगार विभागमा परेको उजुरीसँगै पक्राउ पूर्ति जारी भएपछि फरार भएका सुजन र उनकी प्रेमिकामाथि लगाइएको अभियोग र खोजीबारेको थप प्रसङ्ग जोड्नेछौँ। हामीसँगै रहनुहोला। स्वागत छ, तपाईँ हेर्दै हुनुहुन्छ कार्यक्रम निगरानी। आज हामी 22 वर्षीय नेपाली नटवरलालको अपराध कथा देखाइरहेका छौँ। 16 वर्षीय उमेरदेखि नै छलछाम र ठगीको खेलमा लागेका सुजन आचार्य यति बेला विवाद र बदनामीको पात्र बनिरहेका छन्। वन्यजन्तुको छाला तस्करी, हिरा चोरीदेखि करोडौंको बार्गेनिङसम्मका खेलमा अनेकन प्रपञ्च गरेर बचेका उनी सिङ्गापुरमा आकर्षक जागिर लगाइदिने नाममा 70 बढी नेपाली युवाबाट 10 करोड हाराहारी ठगेको कसुरमा भने जेलको चिसे छुडीमा पुग्ने निश्चित जस्तै बनेको छ। कहाँ लुकेका छन् महाठग सुजन र बिनु? गम्भीर भएर खोजीमा जुट्दै नेपाल प्रहरी। नेपालको कान्छो पत्रकारको सो घोषणा मार्फत फन्डा र चर्चामा रमाउन थालेका सुजन आचार्य 2072 साल आसपासदेखि नै विवादमा मुछिन थालेका थिए। 90 घण्टा भन्दा लामो समयसम्म टक सो कार्यक्रम गरेर हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाममा रहेको म्याराथन टक सो रेकर्ड आफ्नो नाममा सार्ने भन्दै असुली धन्दा चलाएका उनले यो असुलीमा खासै गुनासो र उजुरीको सामना गर्नु परेन। उनको योजना तुरिएसँगै यो खेल यत्तिकै सेलाएको थियो। वन्यजन्तुको छाला तस्करीमा बाल बचेका सुजन हिरा चोरीको घटनाबाट भने बदनामीको पात्र बन्न थालिसकेका थिए।
गत वर्षको जेठमा एक मोडलको अश्लील भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै 7 करोड रुपियाँको बार्गेनिङ गरेको प्रकरणमा समेत पक्राउ परेका सुजनको ठगीको भुकुण्डो थप उग्रिएको थियो। तर धरौटीमा छुटेपछि उनले आफू निर्दोष भएको भन्दै ठगीका थप योजना खेल्न पाए। नेपालमा विभिन्न कम्पनीको मालिक सिङ्गापुरको चर्चित 5 तारे होटल भिलान्द्रोको शेयर होल्डर भएको दावी गर्दै हिँड्ने सुजनले आफू सिङ्गापुर स्थित यस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भन्दै धेरै युवामाथि ठगी गर्न सफल भए। 1 वर्षमै 70 बढी युवाबाट 10 करोड हाराहारी ठगी गरेका सुजनमाथि 17 जना पीडितले 2 करोड बढी ठगी गरेको प्रमाणसहित वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि भने महाठग सुजन विरुद्धको कानुनी कारबाही अघि बढेको छ। ठगीको संलग्नताको आरोपमा भाइ नाता पर्ने सृजन निरौला पक्राउ परेसँगै सुजन र उनकी प्रेमिका बिनु फरार भएका छन्। ठगीको उजुरीमाथि गम्भीर रूपमा छानबिन गरिरहेको विभाग केही दिनमै मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा पुग्ने बताउँछ। वैदेशिक रोजगारीका नाममा दर्ता भएका वैधानिक संस्था भन्दा बाहिरबाट भएको ठगी भए पनि उजुरी माथिको अनुसन्धान, ठग माथिको कानुनी कारबाही र पीडितलाई न्याय दिलाउने पक्षमा विभाग कुनै कसर बाँकी नराख्ने दाबी गरिरहेको छ। सुजन आचार्य अनि सृजन निरौला र बिनु साक्य भन्ने 3 जनाको उसले चाहिँ कति 18 जना चाहिँ व्यक्तिहरूबाट विभिन्न उसमा चाहिँ पैसा उठाएर ठगेको भनेर चाहिँ त्यो खालको हामीसँग उजुरी पनि परेको छ। र त्यसमध्ये एकजना सृजन निरौला भन्ने चाहिँ पक्राउ परेर चाहिँ हाम्रो यहाँ हिरासतमै हुनुहुन्छ र उहाँहरूबाट 18 जनाबाट 2 करोड 26,77,000 रुपियाँ चाहिँ उहाँहरूले चाहिँ ठगेको भन्ने उजुरी छ भने अब त 2 करोड 26,77,000लाई 50% जरिवाना गरेर त्यो एड गरेर हामी चाहिँ मुद्दा दर्ता गर्ने प्रक्रियामा छ र चाहिँ वैदेशिक रोजगार न्यायाधिकरणमा त्यो मुद्दा जाने प्रक्रियामा छ। अब 1-2 दिनभित्रै त्यो मुद्दा त्यहाँ दायर हुन्छ। वैदेशिक रोजगार विभागले उजुरी परेसँगै फरार भएका सुजन र बिनुको खोजीका लागि प्रहरी गुहारेको छ। प्रहरी मार्फत रेड कर्नर नोटिस जारी गराएर विदेशमा लुक्दै भाग्दै हिँडेका दुवैजनालाई नेपाल ल्याउने पहलमा प्रहरीले समेत भरपूर साथ दिएको छ। रेड कर्नर नोटिस केही कागजी प्रक्रियाका कारण ढिलाइ भए पनि सम्भावित लोकेसनको पहिचान गरेर विदेश स्थित प्रहरीको सहयोगमा खोजी तीव्र पारिरहेको छ। प्रहरीले कहीँ कतै लुकेर भागेर जोगिन नसक्ने दाबी प्रहरीको छ। रेड कर्नर नोटिस भएर अथवा डिभिजन जारी गरेर विदेशमा भएका धेरै अपराधीहरू नेपाल प्रहरीले ल्याएको अवस्था पनि छ भने अर्को कुरो के हो भने हाम्रो नोटिसमा आउने बित्तिकै हामी स्वतः एक्टिभ हुन्छौँ। किनभने अनुसन्धानको पाटो नेपाल प्रहरीको अहम भूमिका छ, महत्त्वपूर्ण पाटो पनि उहाँहरू पहिलो पनि काम कर्तव्य त्यो भाग भएर हाम्रो तर्फबाट कहाँबाट के चिजलाई इनिसिएसन दिन सकिन्छ भन्ने हिसाबले चाहिँ हामी इनिसिएसन सुरु गर्छौँ। यद्यपि सबै प्रक्रियाहरू पुग्ने टाइम भयो भने हाम्रो आफ्नो तर्फबाट अनुसन्धान जारी त हुन्छ विभिन्न पाटोबाट। र यो अहिले सुजनको आचार्यको हकमा भनेको त्यही मैले अघि भने जस्तै केही डकुमेन्टहरू नपुग्या भएर हामीले वैदेशिक रोजगारलाई पुनः चिठी पत्राचार गरेका छौँ। त्यो आइसकेपछि त्यसलाई प्रक्रिया आफ्नो ठाउँमा चाहिँ रेड कर्नर नोटिसको जारी हुनेको लागि हाम्रो त्यो इन्टरनल पोलबाट चाहिँ सुरु हुन्छ। त्यो एउटा पाटो भयो भने अब पछिल्लो पल्ट हामीले जानकारी प्राप्त गरे अनुसार ती निज मान्छे चाहिँ कहिले सिङ्गापुर, कहिले थाइल्यान्ड, कहिले चाहिँ इन्डियातिर चाहिँ त्यो चाहिँ घुमिरहने भन्ने बुझ्या भएर त्यो हाम्रो आफ्नो इन्टरनल च्यानलहरू थ्रुबाट इन्टरनल रिलेसनहरू अथवा अरू प्रक्रियाबाट चाहिँ हामीले त्यो मान्छेको नोहाउ कहाँ हुनसक्छ के हुनसक्छ भन्ने त्यो खोजी कार्य चाहिँ जारी रहेको अवस्था हो। उच्च पदस्थसँग साँठगाँठ सम्बन्ध अनि विदेश स्थित विभिन्न कम्पनीमा लगानी र संलग्नताको भ्रम छरेर ठगी गर्ने सुजन अनि उनको समूह प्रतिनिधि पात्र मात्रै हुन्। बेरोजगारीको मारमा परेका सयौं युवाहरू युरोप, अमेरिका लगायतका देशमा पुग्ने लोभ र भ्रममा परेर ठगिने क्रम बढ्दो छ। वैदेशिक रोजगार विभाग र प्रहरीले यस्ता उजुरी बढिरहेको तर्फ सचेत गराउँदै वैधानिकता आफू फस्ने वा गन्तव्यमा पुग्ने विश्वस्त आधारको खोजी गरेर मात्रै आर्थिक कारोबार गर्न शङ्का लागेमा प्रारम्भिक चरणमै सहयोग लिन अपिल गरिरहेका छन्। आकर्षक गन्तव्य मुलुकहरूमा चाहिँ पठाइदिन्छु भन्दै अहिले हाम्रो चाहिँ बेरोजगार युवाहरूलाई जुन चाहिँ एउटा रोजगारीको लागि भौतारिरहेका छन्, जसले जे आश्वासन दिए पनि पत्याउने खालको हाम्रा युवा मानसिकतालाई चाहिँ विभिन्न चाहिँ आकर्षक गन्तव्य मुलुकहरूमा पठाइदिन्छु भनेर चाहिँ ठगी गर्ने त्यो बिरुवाहरूको अहिले चाहिँ बढिरहेकै देखिन्छ। र त्यही अनुपातमा चाहिँ हाम्रो वैदेशिक रोजगार विभागमा पनि
हामी यसरी ठगियौँ पैसा उठाइदिनु पर्यो भनेर विभिन्न खालका चाहिँ गुजुरीहरू गुनासाहरू यहाँ आउने गरेका छन्, दर्ता पनि भएका छन् र कतिपयले फेरि चाहिँ त्यो गर्दाखेरि एउटा चाहिँ वैदेशिक रोजगार भनेर चाहिँ पैसा नपठाइकन मोबाइलबाट नि पैसा पठाइदिने अनि त्यहाँ वास्तवमा त्यो चाहिँ नखुल्ने के प्रयोजनको लागि दिएको त्यस्ता खालका कुराहरूले गर्दाखेरि पनि मुद्दा चाहिँ कमजोर पनि हुने अवस्था छ। त्यस कारणले चाहिँ अब त्यसरी चाहिँ कम्तीमा पनि आधिकारिक रूपमा डिमान्ड आएको त्यस्तो मेन पावर आधिकारिक मेन पावर एजेन्सी मार्फत मात्रै त्यस्ता खालका युवाहरूलाई चाहिँ वैदेशिक रोजगारको लागि आफ्नो चाहिँ पहल गर्न प्रक्रिया सुरु गर्न म आग्रह गर्न चाहन्छु। हामी पहिला बुझौँ त्यो वास्तविक अथेन्टिक हो कि होइन, त्यो देशमा चाहिँ हामी जान पाइन्छ कि पाइँदैन, त्यहाँको सिस्टम के हो, त्यहाँको कानुन के हो। किनभने जुन देशमा तपाईँ हामी जान्छौँ त्यहाँ त्यही देशको कानुनलाई चाहिँ हामीले मान्नुपर्ने आकर्षण हुन्छ र हाम्रो बाइलेटरल रिलेसन छ कि छैन, रोजगारीको चाहिँ उसमा चाहिँ ट्रिटी भएको छ कि छैन। किनभने स्वत जुन ठगी प्रवृत्तिका मान्छे छन् त्यसले त सबैलाई मिठो सपना दिने, मिठो बोल्नेदेखि लिएर विभिन्न प्रलोभनमा पार्ने त स्वाभाविकै होला। तपाईँ हामीले पनि देखिरहेको छौँ 50औं लाख खर्च गरेर 3 महिना 4 महिनापछि अमेरिका छिर्यो रे, फलानाको छोरो अथवा यस्तो भयो रे, अथवा कोही फर्क्यो रे होइन, कोही डुब्यो, कसैले चाहिँ अब दुर्घटनामै पर्यो भन्ने यस्ता थुप्रै सूचनाहरू अथवा हामी पत्र पत्रिका पाउँछौँ। मेरो अनुरोध सबैमा के हो भने जानुहोस्, जाने तर सही ढङ्गले, सही बाटो, सही तरिका अवलम्बन गरेर जानुहोस्। यदि तपाईँलाई त्यो को डिल गरिरहँदा तपाईँलाई चाहिँ कुनै शङ्का लाग्यो त्यो मान्छे पनि अथेन्टिक हो कि होइन अथवा त्यो खोलेको कार्यालय अथेन्टिक हो कि होइन भने तपाईँलाई शङ्का लाग्यो भने एकचोटि नजिकको प्रहरीलाई चाहिँ सम्पर्क गर्न अनुरोध गर्दछु। वैदेशिक रोजगार विभागले पक्राउ अभियुक्त र फरार रहेका सुजन अनि बिनु सहितको नाममा अभियोजन पत्र तयार बनाएर यो मुद्दालाई अदालत लग्ने तयारी गरिरहेको छ। यता इन्टरपोल सम्भावित देशमा रहेको स्थानीय प्रहरी समेतको सहयोगमा खोजीलाई तीव्रता दिएको प्रहरी छिट्टै महाठग दुवैलाई पक्राउ गरेर नेपाल ल्याउने दाबी गरिरहेको छ। करोडौं फसेर हार गुहार गरिरहेका पीडितहरू छिट्टै ठग पक्राउ पर्लान् र आफूहरूको फसेको पैसा पाइएला कि भन्ने आशामा कहिले सरकारी अड्डा त कहिले सञ्चार माध्यमको ढोका ढकढक्याइरहेका छन्। अदालतमा पुग्दै कुख्यात ठग सुजनको मुद्दा। पीडितको पीडामा कसले दिने सहायता? करोडौं फसेका पीडितहरू आफ्नो पीडासहित न्यायका लागि हारगुहार गर्दै कहिले सरकारी अड्डा त कहिले हामी जस्ता सञ्चारकर्मीमाझ आइपुग्नु स्वाभाविक नै बनेको छ। ठगीमा संलग्न सबैलाई पक्राउ गरेर कानुनी कारबाहीको डन्डा बर्साउन अनि ठगीमा परेका पीडितलाई फसेको पैसा फिर्ता गराउन सरकार र सरकारवाला सबै गम्भीर बनुन्। हौस् त आजलाई यति नै। तपाईसँग केही सूचना र जानकारी भएमा टिपाउन वा पठाउन सक्नुहुनेछ। हामी निरन्तर निगरानीमा छौँ। नमस्कार।